कुहिरोले डम्म ढाकेको चिसो पुसको बिहानीमा ध्यान मग्न भई सडकमा बत्तीहरू बलिरहेका छन्। बिहान बेलुका चिसै हुन्छ, तर दिउँसो भने न्यानो हुन्छ घाम लाग्ने भएकोले। अनि धेरै भयो मैले मेरो सडकको फुलहरूलाई भिडियो नखिचेको, तर वास्ता भने गर्न बिर्सेको छुइनँ। फुलको थुङ्गाहरू मजाले ठुलो ठुलो फुलेको अनि अग्ला बोटहरू भएकोले गर्दा उनीहरूले आफूलाई उभाउनै सकिरहेको थिएन। अनि डेडीले चाहिँ टेको लगाइदिनु भएछ, बार लगाइदिनु भएछ। कस्तो खुसी लाग्यो मलाई चाहिँ। म चाहिँ तुलसी टिपिरहेको छु अनि यहाँनिर यो फुल चाहिँ यसरी फुल्छ भन्ने सोचेको थिइनँ। झर्क्क परेको थियो, त्यो पनि होसै फुल्छ होला भनेर छोडिदिएको, फुल्यो मजाले। तर यसपालि आँगनको फुलहरू मेरो त्यति मजाले फुलेन, अलि सेप पर्यो कि त्यो भएर पनि होला। तर जे होस् फुल्न सुरु गरिरहेको छ, राम्रै देखिन्छ फुल्यो भने। अनि बिहान चिसो छ, म चाहिँ चिया बनाएर पिउँदैछु। तुलसी पत्ता, ल्वाङ मरिच, अदुवा, सक्खर यस्तै हालेर।